Welcome to this new one video. So after a long time चाहिँ भिडियो भ्लग बनाएको भिडियो पोस्ट गरेको है. सो मेरो चाहिँ आजको भन्ने तरिका चाहिँ के छ भन्ने चाहिँ मैले ट्रेनिङ नगरेको चाहिँ धेरै भएको छैन हैन. मैले ट्रेनिङ गर्ने स्टार्ट गरिसकेको छ. सो हामीले ट्रेनिङ गर्ने बेला चाहिँ भनेको चाहिँ हामीले बेसिक भनेको स्मोक गर्नु हुँदैन है. स्मोक ड्रिङ्क अर्को मास्टरबेसन भन्दाखेरि चाहिँ अलि नराम्रो लाग्न सक्छ. कतिपयहरूले कस्तो बोलेको भन्छ नि त. तर हाम्रो बेसिक भनेको चाहिँ मास्टरबेसन र स्मोक चाहिँ छोड्नुपर्छ क्या. हामीले 10 दिन 1 हप्ता गरेको ट्रेनिङले हाम्रो जस्ट एकचोटिको मास्टरबेसनले गर्दा हाम्रो सबै त्यो मेहनत त्यहीँ जान्छ क्या. 1000 क्यालोरिज हाम्रो यत्तिकै उड्छ क्या त्यसमा एकछिन मजाको लागि. सो हाम्रो त्यत्रो मिहिनेत गरे हुन्छ, कति महिना कति उस गरेर गरे हुन्छ. अनि अर्को त्यो कति प्राय केटाहरू चाहिँ केटीले छाड्यो भने चुरोड खाने क्या. स्मोक गर्ने केटीले छाड्यो भन्दैमा स्मोक गर्ने बौलाएर हिँड्ने ड्रिङ्क खाने चुरोड खाने हुन्छ नि. त्यो चाहिँ जिन्दगी नगरौँ क्या. म चाहिँ एउटा केटीको लागि चाहिँ आफ्नो नङ पनि नकाटौँ क्या हातको. त्यो बिग्रिनु त छुट्टै कुरो छ हैन. केटी भनेको चाहिँ अब यस्तो लभै नगर्ने हो पहिलो कुरो त हैन. दोस्रो कुरो भनेको चाहिँ केटीहरू चाहिँ आउँछ जान्छ आइराख्छ फेरि राख्छ नि त. त्यो मतलब भन नि त कसैको. सो केटीको चाहिँ मतलब लिनु हुँदैन हामीले. अब ट्रेनिङ गऱ्यो भने ट्रेनिङ गरौँ. टक्क अब केटीपट्टि लाग्ने भयो केटीपट्टि नै लागौँ. सो दुइटै हामीले एडजस्ट गर्न सक्दैन नि त. अब चुरोड खानेतिरै लागौँ. त्यो आनन्दै भयो हैन. तर चुरोड पनि खाने ट्रेनिङ पनि गरेको छ, गर्लफ्रेन्ड पनि बनाएको छ. त्यो जस्तो मैले त्यो जस्तो खाते कोही होइन क्या. छाडा बोल्यो मैले. तर त्यस्तो जस्तो भतुवा कोही होइन. गर्लफ्रेन्डको अन्डरमा बस्ने, गर्लफ्रेन्डले भनेको मान्ने. म अब यस्तो रिउस पस्दैन क्या. इगो र सेल्फ रेस्पेक्ट चाहिँ यति कुटके भएर छ नि. आफ्नो सेल्फ रेस्पेक्टको लागि चाहिँ म जे पनि गर्न तयार छु क्या. फेरि त्यस्तो म चाहिँ हान्दिने हो भालै भएन.